बोल्न मिल्दैन सर? बोल्न मिल्दैन, मात्र ड्युटी खट्नु मिल्छ हैन सर? तपाईहरुले यसरी पण्डाल लगाएर एकदम ब्यानर लगाएर एकदम यहाँ चाहिँ बस्नु भएको छ। एकदम मुख्य कारण के हो? मध्य प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि अहिले कतै न कतै केही लाग्छ कि सबै प्रदेशमा जब योहरू दिइरहेका छन् भने हाम्रो मध्य प्रदेशमा कटौती किन? एन भनेको हाम्रोमा विभेदकारी भएको छ, त्यसको लागि आन्दोलन गरिरहेछौँ। नमस्ते नमस्कार दर्शकबिन, स्वागत छ तपाईले न्यूज आजमा। दर्शकबिन म राहुल शाह। यतिखेर हामी मध्य प्रदेशको राजधानी अर्थात् मध्य प्रदेशको मुटु जनकपुरको मुख्यमन्त्री कार्यालय अगाडि छौँ। यहाँ आउनुको कारण के हो भन्दाखेरि तपाईले एकदम सशक्त रूपमा यहाँ तपाईँ भिड हेर्नु भइरहेको छ। आखिर भिड किन लागेको होला त भन्ने कुरामा आज हामी विशेष चर्चा गर्नेछौँ। आज तपाईहरुले यसरी पण्डाल लगाएर एकदम ब्यानर लगाएर एकदम यहाँ चाहिँ बस्नु भएको छ। आउनुको मुख्य कारण के हो? मध्य प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि हेर्नु सर, सर्वप्रथम नमस्कार। हाम्रो पहिलादेखि नै दुई तह स्तरवृद्धिको सरकारले जुन व्यवस्था गर्नुभएको थियो, उहाँ त्यो स्तरवृद्धि हाम्रो मध्य सरकारले काटिदिएको छ। सबै सातै प्रदेशमा चाहिँ 6वटा प्रदेशले दिइराखेको छ भने 7 प्रदेशले दिइरहेको छ भने यो मध्य प्रदेशले किन काटेको होला? यो हाम्रो जायज माग हो। हामीले चाहिँ त्यसैको लागि हाम्रो स्तरवृद्धि रोकिएकोले हामी सबै स्वास्थ्यकर्मी 5औं, सी अनमी 5औं र 6औं हामी आफ्नो स्तरवृद्धिको लागि माग गर्नको लागि हामी यो आन्दोलन गरेको हौं सर। उहाँहरूले हाम्रो स्तरवृद्धि काटेकोले तपाईहरु आज यस्तो एकदम टेन्ट सेन्ट तानेर यहाँ चाहिँ एकदम ब्यानर स्यानर लगाएर यहाँ बस्नुको मुख्य कारण के हो? सबभन्दा पहिला सबैजनालाई नमस्कार र तपाईले मलाई यसको लागि टाइम दिनुभएकोमा तपाईलाई चाहिँ धन्यवाद। हामी सिएनमी 4औं 5औं चाहिँ यो आन्दोलनमा सहभागी छौँ र यो आन्दोलन गर्नुको मुख्य कारण हामीले चाहिँ चौथोमा सुरु नियुक्ति भएदेखि 2 त चाहिँ स्तरवृद्धि हुनुपर्ने हो। तर जुन चाहिँ यो सङ्घीय ऐनमा पहिलादेखि नै 2 त स्तरवृद्धि थियो र अरू प्रदेशहरूमा अहिलेसम्म हुँदैछ, यहाँ पनि हुँदैछ, मध्य प्रदेशमा पनि हुँदैछ। तर यो 81 को ऐन जारी हुँदा यसमा 1-2वटा शब्दहरूले गर्दा लोकसेवा आयोगले बध्यात्मक शब्द चाहिँ हो भनेर सम्बोधन गरी हामीलाई चाहिँ यो स्तरवृद्धि रोका गरेको हो, जसलाई चाहिँ संशोधन गर्नुपर्ने थियो। तर हामीले यसको लागि पटक ध्यान आकर्षण पत्र, ज्ञापन पत्र, अल्टिमेटम सबै थोकिदियौँ। बीचमा हामीलाई चाहिँ आन्दोलन गर्न नपरोस्, एकचोटि चाहिँ 8 गतेको हामीले यसो र्याली पनि शान्तिपूर्वक र्याली पनि राखेको थिए र पछि चाहिँ 16 गतेसम्म हाम्रो माग चाहिँ पुरा भएन भने हामीले चाहिँ सशक्त आन्दोलन गर्ने भने चाहिँ अल्टिमेटम दिँदा पनि उहाँले केही गर्नु भएन र त्यस्तो हामीलाई अधिकारी केही चाहिँ त्यस्तो केही कुनै कुरा चाहिँ जानकारी गराउनु भएन। त्यसपछि हामीले 4-5 जना चाहिँ साथीहरू गएर मुख्यमन्त्रीज्यूसँग भेट पनि गरे। तर उहाँले हामीलाई कर्मचारी जस्तो व्यवहार देखाउनु भएन। उहाँले तपाईहरु यदि आन्दोलन गर्नुहुन्छ भने म पनि बैक हुन, तपाईले यदि आन्दोलन गर्नुहुन्छ भने मैले चाहे जतिको टाइम लगाउँछु, हुन्छ भने 2 वर्ष पनि लगाउँछु, म आफ्नो कार्यकालैमा गर्दिन भनेर चाहिँ हामीलाई डर तरास देखाउनु भयो। तर चाहिँ कुनै यस्तो हामीले कर्मचारी भएर यस्तो शान्तिपूर्वक उहाँका चाहिँ सकारात्मक कुनै विचार आओस् भन्ने धारणाले हामी गएको थिए र हामीलाई चाहिँ आन्दोलन गर्न नपरोस् त्यो हिसाबले हामी गएको थिए। तर उहाँले त्यस्तो केही चाहिँ भन्नु भएन। त्यो भएर हामीले यहाँ धरना दिएका छौँ र आज पनि साथीहरूलाई त्यहाँ बोलाउनु भयो। तर सेम जस्ताको त्यस्तै त्यही भाषा त्यही शब्दको चाहिँ फेरि आज पनि प्रयोग गर्नु भएको छ। जसरी तपाईले भन्नु भइरहेको छ मुख्यमन्त्रीज्यूले उस्तै भाषा त्यस्तै क्रियाकलापहरू हामीमाथि प्रयोग गर्नुभएको छ। कस्ता भाषाहरू उहाँले जसरी तपाईमाथि प्रयोग गर्नुभयो? तपाईहरुले यदि आन्दोलन गर्नुहुन्छ भने जति आन्दोलन गर्नुहुन्छ म त्यति ढिलो गर्छु। जसरी तपाईले भन्नुभयो कि मैले जुन चाहिँ 16 गतेसम्म मैले टाइम दिएको थियो, त्यो 16 गतेसम्म केही अहिलेसम्म केही त्यहाँबाट सूचनाहरू आएको छ कि छैन? हैन, त्यस्तो अधिकारी केही सूचना आएको छैन। यदि जबसम्म हाम्रो माग जायज माग सुनि हुन्न र पुरा गर्नुहुन्न त्यतिन्जेलसम्म हामी यस्तै धारणा दिइराखेको हुन्छौँ।